म आज विदेशमा रहेको दिदीभाइ बहिनीको दुःखको बारेमा केही बताउन चाहन्छु। अलिकति ध्यान दिनुहोला। योमा त हाम्रो सरकारले ध्यान दिनुपर्ने हो, तर तपाईहरुलाई पनि थाहा हुनुपर्छ। हामी विदेश आउने बेलामा 2.5 लाखदेखि 2 लाख, 2.5 लाख, 3 लाख जति जो दिन सक्छ त्यति हिसाबले पैसा लिइरहेको हुन्छ म्यान पावरहरू, एजेन्टहरू। त्यो भिडियो त बनाउँछ 10,000 को कि 10,000 दिएर पठाए, तर त्योभन्दा अगाडि नै सबै पैसा पेमेन्ट गराइहाल्छ। त्यो पछि विदेश पठाउँछ। त्योमा पनि लेबरहरू जति पनि छ, हामीहरू नेपालीहरू विदेश आएपछि ड्युटीमा त्यहाँ जुन कन्ट्र्याक्टमा जे लेखेको हुन्छ त्यसको मान्यता पनि दिँदैन। हामीले कति घण्टा ड्युटी गर्नुपर्छ थाहा छ तपाईलाई? हामीले ड्युटी 12 घण्टा गर्नुपर्छ एक दिनमा। हप्तामा 7 दिन गर्नुपर्छ। कतिमा छुट्टी छ, कतिमा छुट्टी हुँदैन, गर्नु नै पर्छ। त्यसको ओभरटाइम पनि मिल्दैन। 12-12 घण्टा काम गर्नुपर्छ। त्योभन्दा बढी गऱ्यो भने ओभरटाइम पाइन्छ, कतिमा त त्यो पनि दिँदैन। र हाम्रो स्यालेरी कति हुन्छ? बेसिक कतिको 800 हुन्छ, कतिको 1000 हुन्छ, कतिको 1200 हुन्छ। तर म केही बताउन चाहन्छु। यदि कोही मान्छेको स्यालेरी 1200 रियाल छ भने 120 रुपैयाँ वाइफाईमा लाग्छ, नेटमा लाग्छ, र तपाईको 200, 350, 400, कतिको 450 पनि खानामा जान्छ। रिमेनिङ बच्छ 730 रुपैयाँ। 730 भनेको 30 दिनको त 730 रियाल भइहाल्यो। यो नेपालको एक्सचेन्ज रेट भइहाल्यो। यो तपाईको 27,010 रुपैयाँ नेपाली बच्छ। त्योमा के हुन्छ भने कसैको पनि घरमा कम्तीमा 4 जना हुन्छ। आमा होस्, बुवा होस्, भाइ होस्, बहिनी होस्, वा बुढा बुढी, छोरा छोरी, कसै न कसैमा, सबैमा धेरै गरी पढाइ 4 जना हुन्छ नै। त्यो 4 जनाको खर्च कम्तीमा 25,000 देखि 30,000 छ। हामी कमाउँछौँ कति? 27,000। रिमेनिङ बचेको 27,010 रुपैयाँ नेपाली। खर्च 30,000, 25,000 कतिको छ त्यो पनि माइनसमै जान्छ। यो हिसाबले यदि 30,000 खर्च छ भने कसैको 27,010 रुपैयाँ विदेशमा बसेर कमाइरहेको छ भने 2,990 रुपैयाँ माइनसमा छ। त्यो कहाँबाट लाउने? फेरि कति मान्छे विदेश आउँछ बहिनीको बिहे गर्न, भाइको पढाइको लागि, आफ्नो पनि बिहे गर्न, बुवा आमाको दबाई खर्च, सेभिङ, यो सबै कहाँबाट लगानी निकाल्ने? कहाँबाट? त्यो मान्छेले कमायो 1200 रुपैयाँ, खर्च नेटमा 120 रुपैयाँ, खानामा 350, यानि 27,000 रुपैयाँ नेपाली बच्छ। त्योमा त्यसको खर्च छ तपाईको 25 देखि 30,000 रुपैयाँ। त त्योमा 2.5 लाखको लगानी, 2 लाखको लगानी कहाँबाट त्यसले तिर्न सक्छ? यो धेरै ठुलो प्रब्लम छ के। मान्छे त त्यहाँ पनि बसेर, थाहा छ तपाईलाई, 18,000 जति कमाइहाल्छ। 18,000 जति कमाउन सक्छ। नेपालमा बसेर पनि लेबरको काम गर्यो भने 8 घण्टा ड्युटी त 18,000 कमाउँछ। तर त्यसले सोच्छ विदेश गएपछि 2 पैसा बढी कमाउँछु। तर म क्याल्कुलेट गरिरहेको छु, मान्छेहरूलाई हेरिरहेको छु, तिनीहरूलाई थाहा पनि हुँदैन यस्तो यस्तो भइरहेको छ। तिनीहरू काम गरिरहेको छ, घर चलिरहेको छ। जबसम्म चलिरहेको छ, जब घर जान्छ त्यो थाहा पाउँछ कि लगानी अहिलेसम्म निस्केको छैन मेरो। त्यो तिर्दै तिर्दै त्यसको 2 वर्ष, 2.5 वर्ष निस्किहाल्छ। घर चलाउनु पर्छ, ब्याज पनि हुन्छ, त्यही समस्या हुन्छ। तर नेपाललाई कति फाइदा हुन्छ हेर्नु तपाईँ। नेपाली वर्कर 4 बिलियन जुन छ मान्छे नेपालभन्दा बाहिर विदेशमा काम गरिरहेको छ। ठिक छ। त्यसको रिमिटेन्स 2023 र 24 मा हेर्नु 1.445 ट्रिलियन डलर्स, ट्रिलियन छ, ट्रिलियन रुपिस छ। भन्नाले 1 लाख करोड भन्दा माथि जुन छ नेपाल सरकारले कमाइरहेको छ रिमिटेन्सबाट। ठिक छ। तर हामी
ले कमाएर दिइरहेको छु नेपाल सरकारलाई रिमिटेन्स। हामीले तर हाम्रो पनि समस्या छैन, कम्तीमा बेसिक स्यालेरी 1000 रुपियाँ जुन बेलामा थियो त्यो बेलामा त ठिकै छ, तर अहिले हुँदैन। अहिले महँगाई धेरै बढेको छ। नेपालमै हेर्नु तपाईँ, केही सस्तो छ, सबै कुरा महँगो छ। नेपालमै कम्तीमा 30,000 25,000 रुपियाँ मान्छेको महिनाको खर्च छ, हरेक महिना। फेरि बिरामी पऱ्यो भने त्यो फेरि सेभिङ कहाँ हुन्छ? सेभिङ पनि त छ, पढाउनु त पऱ्यो, भाइलाई बहिनीलाई पढाउनु पऱ्यो, बिहे गराउनु पऱ्यो, आफ्नो बिहे गर्नु पऱ्यो, आमा बुवाको खर्च उठाउनु पऱ्यो, त्यो कहाँबाट हुन्छ? त्यसको लागि सरकारलाई सोच्नु पऱ्यो कि हाम्रो बेसिक स्यालेरी कम्तीमा 1500 न त 1800 2000 गर्नु पऱ्यो। त्यहाँ हेर्नु, तपाईँहरूभन्दा राम्रो त त्यो छ नि बाहिरको अरूको सरकार। मलेसियाले त्यसले हेरेर बुझेर कि त्यस्तो त्यस्तो प्रब्लम हुन्छ, त्यति बेसिक स्यालेरीले 1000मा हुँदैन, त्यसैले त्यसले बेसिक स्यालेरी 1700 गर्यो। त्यो अर्को देशको मान्छेले बुझ्यो हाम्रो दुःख, अरू कन्ट्रीको दुःख बुझेर 1700 बेसिक स्यालेरी गरेको छ। तर हाम्रो नेपालको सरकारले यसको जसले कमाएर दिइरहेको छ, ठिक छ, ट्रिलियनमा पैसा 1.445 ट्रिलियन डलर कमाएर दिइरहेको छ, त्यसको लागि सरकारले के गरिरहेको छ? केही गरिरहेको छैन। कम्तीमा 50% यदि बढ्यो भने स्यालेरी सबैको, लेबरैको बढ्यो भने 1000 देखि 1500 भने 50% यहाँ पनि त इन्क्रिज हुन्छ। यो 1.4 ट्रिलियन त 50%ले त बढ्छ। त्यो कसलाई फाइदा हुन्छ? नेपाल सरकारलाई नै फाइदा हुन्छ नि। त्यो नेपाल सरकार फाइदा हुन्छ, नेपाल मजबुत हुन्छ, नेपाल विकसित झन हुन्छ, नेपालको जनताले राम्रो पैसा कमाउँछ विदेशमा, त नेपालले तरक्की गर्छ। त्यो पनि पैसा त नेपालमै, हामी त कमाएर नेपालमै पठाउने हो, कतै त यताउता खर्च गर्दिन, नेपालमै पठाउने हो। त्यो रिमिटेन्स पनि नेपालमै पर्छ। नेपालको सरकारलाई ध्यान दिनुपर्ने हो। यो त मेरो भनाइ छ, मेरो अनुसार नेपाल सरकारलाई ध्यान दिनुपर्ने। जुन 1000 रुपियाँ बेसिक स्यालेरी पहिला थियो, अब त्यसले काम चल्दैन, त्यसले त लगानी पनि माथि हुँदैन, खर्च पनि घरको माथि, मतलब त्योभन्दा बढी हुँदैन। कसरी मान्छेले म्यानेज गर्छ? बिहा तिर्छ, त्यो लगानी लिएको ब्याज तिर्छ कि घर चलाउँछ कि पढाइ गराउँछ दिदी भाइ बहिनीलाई, कि आमा बुवा खर्च चलाउँछ कि सेभिङ हुन्छ? त्यसको लागि सरकारलाई सोच्नु पर्यो। 18 देखि 20% 50%को कम्तीमा इन्क्रिमेन्ट गराउनु पर्यो। बेसिक स्यालेरी नेपालको जति पनि जनता छ त्यसले विदेशमा 1500 1800 पाउनु पर्यो। एउटा बिल पास गर्नु पर्यो नेपाल सरकारले। दिन किन दिँदैन? सबै कन्ट्रीले दिन्छ, हाम्रो कन्ट्रीले मात्रै यति 800मा 1000मा 1200मा आइरहेको छ मान्छे। अरू कन्ट्रीको तपाईँ रिसर्च गर्नु, मैले त्यति नै गरेँ, तपाईँले पनि रिसर्च गर्नु, हेर्नु। यहाँ म हेर्छु, यमनी भयो, तपाईँको मसरी भयो, तिनीहरूको बेसिक स्यालेरी लेबरको पनि 2000 प्लसै हुन्छ। किनकि त्यहाँको सरकारले मागिरहेको छ। तिनीहरूले दिन्छ भने मान्छे दिन्छ, दिँदैन भने दिँदैन मान्छे। पैसा दिनु पर्यो 2000 1800 2500, तब त्यसले लेबर दिन्छ। हाम्रो के छ, 800मा पाइहाल्छ, सबभन्दा सस्तो भनेर लिएर आउँछ। त्यो 800मा त्यसको केही हुँदैन नि। यदि बढी पैसा कमायो भने नेपालको जनताले, त्यसले नै रिमिटेन्सै तिर्छ। नेपालकै रिमिटेन्स बढेर जान्छ नि 50%ले। 50% भनेको कम हुँदैन, 1/2 ट्रिलियन हुन्छ। 1/2 ट्रिलियन यहाँ होइन। तपाईँले पनि सोच्नुपर्ने, हाम्रो लागि पनि कति फसेको छ तिनीहरूको लागि पनि सोच्नु पर्यो, कसरी निकाल्नु पर्यो। त्यहाँ काम गरिरहेको छ, पैसा मिलिरहेको छैन, तब तिनीहरू भागिरहेको हुन्छ। कतिलाई थोरै पैसा दिन्छ, यही प्रब्लमले गर्दा तिनीहरू भागिरहेको हुन्छ। र आजको लागि म यति भन्न चाहन्छु, अलिकति ध्यान दिनु होला मेरो सरकार नेपालको, जो पनि हुनुहुन्छ। अहिले त अवस्था खराबै छ, आउने बेलामा पनि यसको बारेमा सोच्नु होला।